हेलो साथीहरु, गुड मर्निङ। सेवारो सबर काय छोरो तपाईहरुको के छ नयाँ नौलो? रिल्याक्स एन्ड बिन्दास। अहिले हामी चाहिँ यो भोजपुरको यो दक्षिणी भूभागको यो तपाईको चाहिने यो व्यक्तिगत रूपले खनेको रोडको यात्रामा छौं। हामी निरन्तर यात्रामा छौं। घुम्ने कार्य भइरहेछ। काँधामा ट्याक्क चाहिने आरा र बन्चरो बोकेर आदरणीय भाइहरू हिँडिराख्नु भएको छ। अगाडि हेरचाह पनि हुन्छ है। अर्को व्यक्तिको पनि साँच्चै हल्का यसो इन्ट्रोडक्सन त दिनु पर्यो। उहाँ चाहिँ पर्नु भएछ अलिक, खोइ यहाँ पछाडि आउनुले मेरो साथीले भन्दै हुनुहुन्छ हेड सर भनेर। सानो हेड सर। अब हेड सर के तरिकाले भनेको त्यो मलाई पनि थाहा भएन। अहिले चाहिँ हामी पुरै जङ्गलको बिचमा छौँ। यात्राको क्रममा यात्रा भइरहेछ। पानी परेकोले गर्दाखेरि रोडहरू बिग्रिरहेछ। अहिले हामी चाहिँ खास भन्नुपर्दा चाहिँ तपाईँको दाउरा कटनीको कार्यक्रममा हिँडेको। दाउरा कटनीको कार्यक्रममा हिँडेको। बाटोहरूको अवस्था यस्तो छ। गाउँघर भए पनि घर घरमा रोड चाहिँ नि पुगिरहेछ। विकासका कार्यक्रमहरू भइरहेछ। तर अब विकासको कार्यक्रम भयो भनेर तपाईहरुको चाहिँ पिच चाहिँ हुन्छ भन्नु मिल्दैन। अहिले नै यो रोडलाई पुरै तपाईको पिचहरू चाहिँ अहिले यसमा यो कार्यक्रममा अहिले छैन रहेछ यो रोडमा। त्यही पनि रमाइलो छ, फन भइरहेछ। बाटो अलिकति घुमाउरो र जङ्गलको बिचमा भएको कारणले गर्दाखेरि बस तपाईको सुनिन्छ चराचुरुङ्गीको एक दुईवटा चराचुरुङ्गीको आवाजहरू। त्यति नै छ साथीहरू। आज नयाँ बाटो हिँडिरहेकोमा आशङको केही छ त भनाइ? केही छ भने आशङ? हजुर केही छ भने यसो दुई शब्द राखिदिनु होला मेरो यो भ्लगमा। काम लाग्ने भ्लग एकदम हो, एकदम। लु दुई शब्द जाओस्। यो रोडलाई तपाईँ के भन्नुहुन्छ? रोड चाहिँ तपाईँको एकादेशको कथा जस्तो छ। यहाँ चाहिँ अब सिलसिलामा कामको सिलसिलामा यस्ता ठाउँमा पनि आइदिँदो रहेछ। हो होइन? हजुर हजुर हजुर। यहाँ त यो मान्छेको चाहिँ अनुहारै नदेख्ने जस्तो ठाउँ जस्तो लाग्छ। तर यहाँ चाहिँ यति खानदानी मान्छेहरू बसोबास गरेका छन्। के भन्नु, अझै खरको छाना भएको घर छ र भित्र चाहिँ जमाएर बस्यो। ल ठिक छ। भने जस्तो बिक्री हुँदैन के पैसा। ल ठिक छ। यस ठाउँको बारेमा थोरै जानकारी दिनुभयो। उतल च्याउ हेर्नु न। ओहो च्याउ होइन त? हो च्याउ जस्तो पनि लाग्यो रुख माथि। यो चाहिँ हाम्रो जङ्गली च्याउ साथीहरू हेर्नु होला। यति बेला तपाईँको यो पुरै पाहाडमा चाहिँ माथि लेखमा तपाईँको पातलीको च्याउ पाउँछ साथी हो। त्यो च्याउ चाहिँ एकदम स्वादिष्ट भने जस्तो टेस्ट हुन्छ बनाएको खण्डमा, र त्यसलाई बनाउनु पनि जान्नुपर्ने हुन्छ। जङ्गल त खतरा छ नि हौ। ल त साथीहरू, नेक्स्ट एपिसोडमा पनि म
यस्तै भ्लगहरू हाल्दै गर्नेछु तपाईँहरूले लाइक एन्ड सब्सक्राइब गरेर यो तपाईँहरूकै साथी जितेन्द्र राईलाई सहयोग गरिदिनु होला हस् थ्याङ्क यू